यो चाहिँ पुरै ग्रेन्डी हस्पिटलको छेउमा है पुरै बाइकहरूलाई चौकीले छैन भागिसकेको भइसकेको छ यहाँ गाडी होइन सबै झार्नुपर्छ हाम्रो बाटो नभर्न हामी नै आउँछौँ बाटै छैन झर त्यहीँ डढाइदेऊ त्यहीँ हेर्नु सबै रोटा भरि भइसकेको छ यो पुलिस चौकीको पुलिस चौकीले जफत गरेको बाइकहरू उहाँनिर आगो लगाइदिनु खतरा जान्छ आगो 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 लगाइदिनु न उहाँ अब परदेश नम्बरकै गइसक्नु फोनै फोन उठाएर लाँदा भइगयो नि आगो लगाइदियो चारैतिर आगो यो ट्राफिकको टोपी मलाई देऊ एउटा फुटो फुटो हो यो पुलिसले अस्ति मलाई गाली गरेको त ठिक गर हो पुलिस होइन कहाँ पुलिस हुन्छ पुलिस होइन यो होइन हात्ती गाडी चलाउने हो कि पानी गाडी चलाउने हो यो होइन पुलिस छ नि यो पानी गाडी चलाउँछ नेवार सिन्धुपाल्चोको क्याब लाउनु कबाडीमा आगो सुन्नु तनावको जस्तो भइसकेको छ यहाँ हेर्नुहोस् है यहाँ कति धेरै छ यहाँ मान्छेहरू छिनमै तनावग्रस्त भइसकेको छ है यहाँ पुरै यो टोखाएको यो हो टोखाको यो उता पनि मान्छे हेर्नु होला सबैतिर यो टोखा ग्रेन्डीको ठ्याक्कै हस्पिटलको गाडीको चौकी हो पुरै गइसकेको छ हेर्नु गाइज होइन अब एकछिनमा यहाँ पुरै धस्दै हुनेवाला छ पुरै आगो ज्वाला मुस्ला जलिएको छ यता बाइकमा आगो लगाइदिएको छ त्यसपछि यहाँ कतिपय बाइकहरू खोलामा झारिदिएको छ यहाँ देख्न सक्नुहुन्छ होइन त्यहाँनिर पुरै झार्दै सक्नु भएको छ र यो जियानजीले गरेको आन्दोलनमा हिजो धेरै मान्छे मारेको हुँदा आज यहाँ धेरै भइसकेको छ तपाईँहरूले पुरै देख्न सक्नुहुन्छ होइन सबै आगो लागिसकेको छ सबैतिर आगो भइसकेको छ यतातिर सबै हेर्ने मान्छेहरू मस्तै हुनुहुन्छ अब कुनै यो छैन यहाँ कुनै आन्दोलन रोकिने कुरा केही छैन यहाँ धेरै भिडभाड धेरै छ यहाँ अझै पनि चापम चाप छ आगो बल्ने क्रम जारी नै छ बाल्ने क्रम जारी छ तपाईँहरूले हेर्न सक्नुहुन्छ अझै कति बेरसम्म यो आगोको ज्वाला दन्किने हो थाहा छैन र आगोहरू त्यो पुलिसका त्योहरू सबै फ्यालिदिइरहेको अन्धाधुन्दा भइसकेको छ यहाँ अन्धाधुन्दा अवस्था भइसकेको छ यहाँ है यति धेरै अन्धाधुन्दा छ कि यति धेरै छ कि होइन जनता माने ठाउँमा बस्ने भ्रष्टाचारलाई ठोक ठोक पेट्रोल रहेछ अहिले त गयो है केटा